नमस्कार, न्युज 24 युरोपमा तपाईँलाई स्वागत छ। आजको मुख्य समाचारमा होर्मुजको बाटो तेहरान शासनको हातमा रहेको भूगोलिक हतियारले केवल युरोपमाथि मात्र लक्षित गर्दैन, यो एसियामा पनि कडा प्रभाव पार्छ। विश्वको तेल बजारहरूले इतिहासकै सबभन्दा अशान्त हप्ता अनुभव गरिरहेका छन्। इरानको पक्ष र अमेरिका तथा इजरायलको पक्षबीचको युद्ध सङ्घर्षको कारण हर्मुज खाडीको यातायात प्रभावमा तीव्र कमी आएको छ। यो साँघुरो जलमार्ग जुन इरानलाई ओमानबाट अलग गर्छ, तेहरान शासनको नियन्त्रणमा भौगोलिक हतियार बनेको छ। यसले आफ्नो क्षेत्रमा भइरहेको आक्रमणहरूमा प्रतिक्रिया स्वरूप प्रयोग गरिरहेको छ। हर्मुज स्ट्रेट विश्व ऊर्जा प्रणालीको मुख्य धमनी हो। यसबाट विश्वको कुल तेल र तरल प्राकृतिक ग्यासको 1/5 भाग बग्दछ। हरेक दिन त्यहाँबाट खाडी क्षेत्रका उत्पादन स्थलहरूबाट विश्वभरिका ग्राहकहरूलाई 20 मिलियनभन्दा बढी ब्यारेल तेल बग्दछ। यद्यपि साउदी अरेबिया वा संयुक्त अरब इमिरेट्समा पाइपलाइनहरू छन् जसले स्ट्रेटलाई बाइपास गर्छन्। तिनीहरूले क्षेत्रको कुल निर्यात क्षमताको केवल सानो अंश मात्र ढुवानी गर्न सक्छ। यस मार्ग अवरुद्ध भएका कारण जीवाश्म इन्धनको मूल्यमा तत्काल वृद्धि भएको छ। ब्रेन्ट तेलको मूल्यमा यस हप्ता लगभग 1/3 बढेर प्रति ब्यारेल $119.5 पुगेको छ, जसले युक्रेनमाथि आक्रमण भए यता पहिलो पटक $100 मनोवैज्ञानिक सीमा पार गरेको हो। क्रान्तिकारी गार्डहरूले धम्की दिएका छन् कि कुनै पनि जहाजले मार्ग पार गर्न खोज्यो भने जलाइनेछ, जसले ट्याङ्करहरूमा गरिएको आक्रमण जस्तै ओमानको मुसन्डम प्रायद्वीप नजिकको स्काइल्यान्ड जहाजसँग मिलेर सयौं जहाजहरूलाई प्रभावकारी रूपमा रोकेको छ। ऊर्जा पूर्वाधारमा प्रत्यक्ष आक्रमणहरूले स्थितिलाई झन जटिल बनाएको छ। तेहरानमा कम्तीमा 5 वटा ऊर्जा केन्द्र प्रहार भएको छ, जसमा सहारान पेट्रोलियम गोदाम पनि सामेल छ, जसले प्रत्यक्षदर्शीहरूले अपोक्यालिप्टिक भनेर वर्णन गरेका दृश्यहरू निम्ताएको छ। बहराइनका रिफाइनरीहरूबाट पनि आगलागीको रिपोर्ट आएको छ। साउदी अरब र कतारका महत्त्वपूर्ण सुविधाहरू पनि प्रभावित भएका छन्। कतारका अधिकारीहरूले चेतावनी दिएका छन् कि यदि नाकाबन्दी जारी रह्यो भने खाडी क्षेत्रका सबै निर्यातकर्ताहरूले केही हप्ताभित्र आफ्नो उत्खनन पूर्ण रूपमा रोक्नुपर्नेछ, किनभने कुवेत र संयुक्त अरब इमिरेट्समा भण्डारण क्षमता आफ्नो सीमामा पुगेको छ। यस्तो अवस्थामा तेलको मूल्य प्रति ब्यारेल $150 सम्म पुग्नेछ। यस क्षेत्रको सबभन्दा ठुलो व्यक्तिगत तेल खरिदकर्ता चीन हो, जसले विडम्बनापूर्वक सङ्कटमा सबैभन्दा राम्रो तयारी गरेको छ। यसले पहिलोपटक सस्ताहरूको फाइदा उठायो र 1.2 अर्बभन्दा बढी ब्यारेलको रेकर्ड भण्डारण तयार पार्यो, जुन 3 देखि 4 महिनासम्म पर्याप्त हुनेछ। पाकिस्तान, बङ्गलादेश वा भारत जस्ता देशहरूको अवस्था धेरै खराब छ। बङ्गलादेश र पाकिस्तानमा अधिकारीहरूले पहिले नै बिजुलीको खपत सीमित गर्दैछन्, विश्वविद्यालयहरू बन्द गर्दैछन् र घरबाट काम गर्ने योजनाहरू तयार गर्दैछन्। बजारलाई शान्त पार्न केही आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोमबारको अभिव्यक्तिबाट आयो, जसले युद्ध छिटै सक्न सक्ने सङ्केत दिएका छन्। यस घोषणापछि मूल्यहरू सुधार हुन थाले र बुधबार तेलको व्यापार लगभग $90 प्रति ब्यारेल भयो।